अहिले साथीहरु तल साथ आज एक नयाँ भिडियोमा साथीहरु आज म फेरि तपाईहरुको लागि लिएर आइसकेको छु मलेसियाबाट आएको एउटा राम्रो कम्पनीको डिमान्ड र साथीहरु यस डिमान्डमा चाहिँ एउटा यो फरक छ कि तपाईहरुले अहिलेसम्म 1500 र 1700 स्यालेरी भएको डिमान्ड मात्र हेर्नु भएको थियो तर आजको यस भिडियोमा जुन डिमान्ड छ यो 1800 बेसिक स्यालेरी भएको डिमान्ड रहेको छ। हजुर तपाईले करेक्ट सुन्नुभयो। आजको यो जुन डिमान्ड रहेको छ यो 1500 या 1700 बेसिक स्यालेरी भएको होइन, यो 1800 बेसिक स्यालेरी भएको डिमान्ड हो र यो मलेसियाको लागि नै हो र यो एकदमै वर्करको लागि रहेको छ। कुनै एडभान्स लेभलको पोस्टको लागि हैन, जस्ट वर्करको लागि, एउटा नर्मल वर्करको लागि यो पोस्ट रहेको छ। त्यही भएर तपाईहरुले यदि मलेसिया जान खोजिराख्नु भएको छ र राम्रो अप्सनको खोजीमा हुनुहुन्छ, राम्रो अपर्च्युनिटीको खोजीमा हुनुहुन्छ, राम्रो डिमान्डको खोजीमा हुनुहुन्छ भने यस भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नुहोस् किनकि यसमा चाहिँ तपाईहरुको बेसिक स्यालेरी नै 1800 रहेको छ। जसको अर्थ बुझ्न सक्नुहुन्छ कि यो डिमान्ड चाहिँ एकदमै राम्रो रहेको छ। त्यही भएर यदि तपाई मलेसिया जान खोजिराख्नु भएको छ भने यस भिडियोलाई हेर्नु होला र साथीहरु यस्तै अपडेटको लागि राम्रो र यस्तै लेटेस्ट खालको यो स्यालेरी भएको र युनिक खालको अपडेट पाउनको लागि हाम्रो यस च्यानल सब्स्क्राइब गरिराख्नुहोस् र भिडियो राम्रो लागेछ भने प्लिज भिडियोलाई लाइक पनि गरिदिनुहोस्। तबसम्मको लागि हामी यस भिडियोलाई सुरु गरौँ। सो लेट्स स्टार्ट द भिडियो। सो साथीहरु यो जुन डिमान्ड रहेको छ यो आइरहेको छ मलेसियाको लागि, जुन म तपाईलाई भने र यसमा तपाईहरुले कुन कम्पनीको लागि आएको छ, कति लट नम्बर आएको छ, कुन मेन पावरमा आएको छ, कति जनाको डिमान्ड छ र यससँग सम्बन्धित सबै इन्फर्मेसन यस भिडियोमा दिनेछु। त्यही भएर यस भिडियोलाई हामी सबभन्दा पहिला कुरा गरौँ कि यसको लट नम्बरको हो। र साथीहरु यसको लट नम्बरको कुरा हेर्दाखेरि लट नम्बर आएको छ तपाईहरुको लागि 321149 321149 यसको लट नम्बर आएको छ, जुन तपाईले वैदेशिक रोजगारको वेबसाइटमा हालेर पनि हेर्न सक्नुहुन्छ। र यो एप्रुभल भएको 2025 4 को महिना 28 तारिख 2025 4 को महिना 28 तारिखमा यो एप्रुभल भएको रहेको छ। र यसको नम्बर कहाँबाट आएको छ भन्दाखेरि यो आएको छ तपाईहरुको लागि स्मार्ट ई भेन्चरबाट। स्मार्ट ई भेन्चर भन्ने कम्पनीबाट यो डिमान्ड आएको रहेको छ। यो मलेसियामा नै रहेको छ। कुरा गर्नुहुन्छ कि यो के को लागि आएको छ भन्दा यो आएको छ टेक्सटाइल वर्करको लागि। टेक्सटाइल वर्कर जुन हुन्छ टेक्सटाइल कम्पनीहरुमा त्यस्तै कम्पनीबाट यो डिमान्ड आएको छ र त्यही काम गर्ने टेक्सटाइल वर्कर भनिएर यो डिमान्ड आएको रहेको छ। यो कुनै प्लान्टेसन या फ्याक्ट्री वर्कर, यो फ्याक्ट्री वर्कर जस्तो हो तर त्यो प्लान्टेसन वर्कर जस्तो हैन। त्यही भएर तपाईहरु जान चाहनुहुन्छ भने यसमा जान सक्नुहुन्छ। यसमा कति जनाको लागि मागेको रहेको छ भन्दाखेरि यसमा मागेको रहेछ तपाईहरुलाई मात्र 5 जनाको लागि रहेको छ। साथीहरु यसमा 5 जनालाई मात्र मागेको रहेको छ। त्यही भएर तपाईहरुले यदि जान सोचिराख्नुहुन्छ धमाधम गएर यस मेन पावरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ, जुन मेन पावरको नाम मैले तपाईले यस भिडियोमा भन्छु। र यो जुन टेक्सटाइल कम्पनीबाट आएको रहेको छ यसमा तपाईहरुको स्यालेरी चाहिँ 1800 रिङ रेट रहेको छ, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ 1800 रिङ रेट लेखेकै छ र यो मलेसियाको लागि नै रहेको छ। यदि तपाई मलेसिया जान चाहिराख्नु भएको छ भने जान सक्नुहुन्छ र यो मेल साथीहरुलाई मात्र रहेको छ, फिमेल साथीहरुलाई रहेको छैन। त्यसपछि तपाईहरुले यसमा कुरा गर्नुहुन्छ कि खाना बस्नको लागि, त खाना बस्नको सुविधा चाहिँ यसमा लेखेको त छैन तर तपाईहरुले मेन पावरमा जानुभयो भने त्यहाँ तपाईहरुले बताइदिन्छ कि खाने सुविधा बस्ने सुविधा के छ। त्यसपछि यसमा कन्ट्याक्ट पिरियड भनेको 2 वर्ष लागिरहेको छ। तपाईहरुले करार अवधि भनेको तपाईहरुको 2 वर्ष रहेको छ र यसमा तपाईहरुले तपाईहरुले मजाले काम गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई यो राम्रो लागिरहेछ र तपाईहरु जान सोचिराख्नु भएको छ भने यसमा तपाईले एप्लाई गर्न सक्नुहुन्छ, त्यहाँ गएर इन्टरभ्यु दिन सक्नुहुन्छ। र यो इन्टरभ्यु कहिले हुन्छ भन्दाखेरि यो इन्टरभ्यु हुन्छ तपाईहरुको 2025 4 को महिना 16 तारिख 2025 4 को महिना 16 तारिखको यो इन्टरभ्यु हुन्छ। आज 12 तारिख हो, 13 तारिख र तपाईहरु चाहिँ यो 16 तारिखको गएर दिन सक्नुहुन्छ। र यो कुन मेन पावरमा आएको छ भन्दाखेरि यो आएको छ तपाईहरुको चाहिँ याका ओभरसीज इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्राइभेट लिमिटेड। याका ओभरसीज इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्राइभेट लिमिटेडमा आएको छ र यो रहेको छ धारामार काठमाडौँमा रहेको छ। र यसमा तपाईहरुको चाहिँ यो एजेन्सीको नम्बर दिएको रहेको छ, यानी कि यो जुन मेन पावर छ त्यसको नम्बर यहाँ दिएको रहेको छ 4432500 4432500 रहेको छ। र यसको साथसाथ त्यहाँ बस्ने प्रोप्राइटर अर्थात् सञ्चालकको नम्बर पनि दिएको रहेको छ भीम बहादुर रोका र ईश्वरी प्रसाद अधिकारी र सुवर्च देवकोटाको। यहाँ तपाईहरुले फोन गरेर बुझ्न सक्नुहुन्छ यस डिमान्डको बारेमा यदि तपाईहरु जान मन छ भने। र यस भिडियोमा तपाईहरुले म यति नै भन्न चाहन्छु कि आज यो डिमान्ड आएको थियो मलेसियाबाट, जसमा चाहिँ तपाईहरुको स्यालेरी 1800 रिङ रेट थियो। र यदि तपाईहरु जान मन छ भने यस मेन पावरमा गएर बुझ्न सक्नुहुन्छ यस डिमान्डको बारेमा। एड्रेस पनि मैले तपाईहरुले बताइदिहाले र यसमा फोन गरेर पनि बुझ्न सक्नुहुन्छ। सो साथीहरु यदि भिडियो राम्रो लाग्छ भने प्लिज भिडियोलाई लाइक गरिदिनुहोस् र जस्तै अपडेट पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस्। तबसम्म बाइ बाइ, टेक केयर एन्ड सी यू नेक्स्ट भिडियो साथीहरु।